हेलो एभ्रिवान। भर्खरै अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको फिस्कल इयर 2083-84 को लागि बजेट भाषण गरेर सघाउनु भएको छ। मैले त्यो भाषणबाट मेन के पोइन्ट्सहरू टिपेर एउटा नोट बनाएको छु र तपाईँहरूलाई पनि यो कुराहरू सेयर गर्दैछु। यो बजेटमा इम्पोर्टेन्ट अथवा इन्ट्रेस्टिङ कुराहरू के इन्क्लुडेड छन् भन्ने कुराहरू। अब यसमा मैले एकदमै स्पेसिफिक डिटेल्सहरू एकदमै सबै कुराहरूको नम्बर्सहरू भन्दा पनि मेन कुराहरू गभर्मेन्टको थिङ्किङ के छ अथवा पोलिसी लेभलमा के गर्न खोज्दैछ र मेन के कुराहरूमा चाहिँ गभर्मेन्टले कुराहरू राखेको छ आफ्नो अथवा न्यू पोलिसीहरू ल्याएको छ त्यो कुराहरू बुझाउँछु। एकदमै इन्फर्मेसन प्याक्ड भिडियो हुनेवाला छ यो। सो बजेटको साइज भनेको 21 खर्ब 24 अर्ब 34 करोडको बजेट रहेको छ टोटल। अब यो चाहिँ जेनजी आन्दोलन पछिको फर्स्ट बजेट भएको भएर युवा प्रविधि त्यस्तै आर्थिक सुधार यस्ता कुराहरूलाई चाहिँ प्राथमिकता दिएको देखिन्छ यो बजेटमा। अब धेरै कुराहरू नगरिकन स्टार्ट गरौँ है त। सो कर प्रणालीमा व्यापक परिवर्तन र जनसाधारणलाई राहत दिनको लागि केही व्यवस्थाहरू गरेको छ, जस्तै कि व्यक्तिगत आयकरमा छुट भनेको जुन इन्कम ट्याक्सको स्ल्याब थियो 5 लाख अनम्यारिडको लागि, अब त्यो बढाएर 10 लाख भनेको 10 लाखसम्म चाहिँ ट्याक्स नलाग्ने। अब 1% सोसल सेक्युरिटी ट्याक्स त लाग्ला, बट 10 त्यो भनेको नि एउटा ठुलो राहत नै हो। भनेको पहिला 5 लाखमा त त्यो ठ्याक्कै डबल भयो। सो 80,000भन्दा अलिकति बढी, अब कति आउँछ एक्ज्याक्टली है मन्थली। त्यस्तै आयकरको दरलाई भनेको सबभन्दा हाइएस्ट स्ल्याब चाहिँ 39% थियो, त्यसलाई पनि घटाएर 29% भनेको म्याक्सिमम ट्याक्स भनेको त्यो 29% मात्रै तिर्नुपर्ने हुन्छ। अब पहिला 39% थियो। त्यस्तै डिजिटल भुक्तानी गर्दाखेरि भ्याटमा 10% भनेको भ्याटको एमाउन्टको 10% छुट दिने भनेर यो अब डिजिटल पेमेन्टलाई पनि प्रोत्साहन गर्न खोजेको देखिन्छ। त्यस्तै 360वटा वस्तुमा अन्तशुल्क अथवा एक्साइज ड्युटीको खारेजी गरेको छ। अब यो वस्तुहरूको लिस्ट चाहिँ पछि आउँछ। त्यस्तै कच्चा पदार्थहरूमा भन्सार छुट, धेरै कच्चा पदार्थ 273 प्रकारका कच्चा पदार्थहरूमा औद्योगिक कच्चा पदार्थ भनेको कुनै सामान बनाउनको लागि जुन हामीले र मेटेरियल्सहरू इम्पोर्ट गर्छौँ त्यसमा जुन लाग्दै आएको अन्तशुल्क एक्साइजलाई पनि गभर्मेन्टले चाहिँ हटाउने भएको छ। त्यस्तै अब चुरोटमा कर वृद्धि यो सधैँ नै लागू भइरहेको हुन्छ, 10% कर वृद्धि गरेको छ। त्यस्तै सेयर बजार र वित्तीय क्षेत्रलाई पनि केही रूपमा समेट्न खोजेको छ। अब मेन भनेको त जुन पुँजीगत लाभ कर थियो क्यापिटल गेन ट्याक्स, यो नै फाइनल ट्याक्स हुने व्यवस्था यो अर्थमन्त्रीले गराइदिनु भएको छ। यो पनि एउटा राम्रो रिलिफ हो। जस्तो कि सेयर कारोबार गर्दाखेरि जुन क्यापिटल गेन ट्याक्स हुन्थ्यो त्यसपछि पनि अर्को इन्कम ट्याक्सहरू तिर्नु नपर्ने, त्यो नै फाइनल ट्याक्स हुने एउटा व्यवस्था छ। त्यस्तै नेप्सीको पुनर्संरचना, अब यो के कस्तो पुनर्संरचना हो भनेर पछि होला, तर के पोजिटिभ नै होला। अब डे ट्रेडिङहरूलाई पनि अब सुरु गर्ने यस्ता खालका कुराहरू पनि उहाँले समेट्न खोज्नुभएको छ। उधारो असुली कानुन भनेर अब जस्तै एकदम नेपालको यो ट्रेडिङ बिजनेसहरूलाई परेको ठुलो दुःख भनेकै यो क्रेडिट उठाउने। अब यसमा पनि गभर्मेन्टले केही कानुनहरू बनाएर अब यसलाई फेसिलिटेट गर्ने उहाँले चाहिँ बताउनु भएको छ बजेट भाषणमा। त्यस्तै विदेशी बजारमा नेपाली कम्पनीहरूले धितोपत्र बजारमा विदेशी धितोपत्र बजारहरूमा सूचीकरण गर्ने अब यो पनि व्यवस्था ल्याउँदै हुनुहुन्छ। एनआरएनलाई सेयर बजारमा इन्ट्री गराउन, नेपालको सेयर बजारमा इन्ट्री गराउनको लागि पनि उहाँले केही सहजीकरण गर्ने खालको कुराहरू गर्नुभएको छ। त्यस्तै अब उहाँले एआई भनेर पनि धेरै पटक नै भन्नुभयो, अभियसली भन्नुहुन्छ भन्ने लागेकै थियो। सिचटारमा एआई सेन्टर बनाउने, त्यस्तै डिजिटल टाइम कार्ड, जस्तै कर्मचारीहरूले कहिले काम स्टार्ट गरे, कुन कामलाई कति टाइम लगाए अथवा के कसरी भयो भने डिजिटल टाइम कार्ड सिस्टम पनि लगाउने भन्नुभएको छ। त्यस्तै खर्च कटौतीको लागि 31वटा सरकारी निकायहरू खारेज र 6वटा निकायलाई मर्ज गर्ने, यो पनि एउटा राम्रो नै हो। धेरै निकायहरू धेरै झन्झट भन्दा एकदम स्ट्रङ निकायहरू बनाउने, मर्ज गर्ने बरु त्यो खालको नीति पनि बजेटमा समावेश गर्नुभएको छ। त्यस्तै नेपाल टेलिकमको निजीकरण उन्मुख कदम, नेपाल टेलिकमको 34% सेयर पब्लिकलाई बेच्ने, 66% मात्रै सरकारले राख्ने, यो पनि उहाँले ल्याउनु भएको छ। एकदम राम्रो र एकदम खुसीको खबर भनेको कर्मचारीहरूको तलब वृद्धि, जस्तै कर्मचारीहरूको 21% सम्म तलब वृद्धि भएको छ।
2-3 वर्ष कति भयो 3 वर्ष भयो थियो कति वर्ष भएको थियो तलब वृद्धि नभएको एकदम कम नै छ नेपालको गभर्मेन्ट अफिसरहरूको तलब। सो अहिले चाहिँ 21% वृद्धि भयो। अब न्यूनतम पारिश्रमिक भनेको 40,000 र अब अधिकतम त 1 लाखभन्दा माथि। सो यो एउटा गुड न्युज नै हो कर्मचारीहरूको लागि पनि। त्यस्तै श्रम शोषण आर्थिक अपराध जस्तो प्राइभेट इन्स्टिट्युसनहरूले प्राइभेट कम्पनीहरूले पनि अब यो लेबर लहरूलाई चाहिँ एकदम स्ट्रिक्टली फलो गर्नुपर्ने भन्ने किसिमको एउटा निर्देशनात्मक व्यवस्था पनि लागू गर्नुभएको छ। यसमा श्रम शोषण गर्नलाई आर्थिक अपराध जसरी नै लिने, न्यूनतम ज्याला लागू गर्ने, त्यस्तै अब टाइमिङको कुराहरू, लिभको कुराहरू, यो कुराहरूलाई पनि जस इम्प्लोयरलाई पनि एउटा राम्रो प्राइभेट सेक्टरको इम्प्लोयरलाई पनि एउटा राम्रो नै कुरा छ। त्यस्तै बाल पोषण भत्ता दोब्बर गराउने, महिला उद्यमीलाई सहुलियतमा कर्जाहरू दिने, यो कुराहरू पनि इन्क्लुड गर्नुभएको छ। स्वास्थ्य र शिक्षा पूर्वाधारमा पनि राम्रै कुराहरू ल्याउनु भएको छ। जस्तै कि स्वास्थ्य बिमामा आगामी 3 वर्षभित्र 90% नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने। अब यो त एकदमै एग्रेसिभ छ है, जस एकदमै भनौँ न लक्ष्य छ, टार्गेट छ। बट लेट्स सी, एकदम राम्रो हो 90%लाई स्वास्थ्य बिमाको कार्यक्रममा ल्याउने। त्यस्तै वीर अस्पताल, पाटन अस्पताल र टिचिङ अस्पताललाई विश्वविद्यालय युनिभर्सिटीको रूपमा विकास गर्ने भन्ने पनि जस उहाँले कुरा गर्नुभएको छ। 25 प्रकारका औषधिहरू नेपालभित्र उत्पादन गर्ने पनि उहाँले व्यवस्था मिलाउँदै हुनुहुन्छ, जुन गभर्मेन्टले फ्रीमा दिँदै आएको औषधिहरू थियो। त्यस्तै मेडिकल, नर्सिङ र सूचना प्रविधि जस्ता शिक्षा क्षेत्रको पुराना कोटा प्रणालीहरूमा परिमार्जन गर्ने पनि उहाँले कुरा उठाउनु भएको छ। त्यस्तै यातायात र पूर्वाधारमा चाहिँ काठमाडौँ तराई द्रुतमार्ग फास्ट ट्र्याकका लागि पनि 17 अर्ब बजेट छिटाउनु भएको छ। त्यस्तै धेरै अब 1000 किलोमिटर सडकहरूलाई चाहिँ पिच गर्ने र 275वटा पक्की पुल निर्माण गर्ने। सो इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट अथवा कम्प्लिसनलाई पनि उहाँले चाहिँ जस प्रायोरिटीको साथ नै राख्नुभएको छ। महिलाहरूलाई देशभर ब्लू बस, अब यो त राजसभाको नै अब एउटा भनौँ न राजसभाको बेबी भनौँ। सो ब्लू बस यो नै राम्रो नै हो, जस महिलाहरूलाई ब्लू बस सञ्चालन गर्ने। अब यसमा अपग्रेड पनि गर्दै लैजाने होला, बजेटमा नै उहाँले इन्क्लुड गरिसक्नु भएको छ। त्यस्तै अर्को एउटा एकदम इम्पोर्टेन्ट र इन्ट्रेस्टिङ पोइन्ट भनेको विदेशमा भएकाहरूलाई भोटिङ राइट्स सुनिश्चित गर्ने। अब हुन त यो कुराहरू पहिला पनि उठिरहेको हो, अब यसमा पनि कार्यान्वयन नै हो मुख्य कुरा है। यो अब इन्क्लुजन भन्दा पनि एक्जिक्युसन कसरी हुन्छ भन्ने कुरा हो। सो तर पनि अब केही पोजिटिभ हिसाबमा नै लैजाने सोचेर इन्क्लुड गर्नुभएको होला। सो विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकार अथवा भोटिङ राइटको सुनिश्चितता गर्ने भन्ने पनि उहाँले गर्नुभएको छ। राजनीतिक दलको अडिट महालेखा, अब यो पनि एकदम इम्पोर्टेन्ट हो। राजनीतिक दलहरूको अडिट महालेखा परीक्षक कार्यालय भनेको अफिस अफ द अडिटर जेनरलले गर्ने सरकारी निकाय हो। सो इफ यो भयो भने धेरै नै जस्तै कि डोनेसनहरू कहाँबाट आयो, कसले डोनेसन दिइरहेको छ, कसले राजनीतिक पार्टीहरूलाई चाहिँ सहयोग गरिरहेको छ, केमा खर्च गरिरहेको छन्, यो सबै कुराहरू एकदमै ट्रान्सप्यारेन्ट हुन्छ इफ यो इम्प्लिमेन्ट भयो भने। त्यस्तै औद्योगिक क्षेत्र निजी क्षेत्रलाई भनेर मोतीपुर र मयूरधामको औद्योगिक क्षेत्रहरू जुन इन्डस्ट्रियल सेक्टर छ त्यो निजी क्षेत्रलाई सञ्चालन गर्न दिने भनेर पनि यो पनि एउटा राम्रो नै इनिसिएटिभ हो। स्पोर्ट्समा पनि 5 वर्षभित्र 8वटा प्रमुख सहरमा आधुनिक क्रिकेट रङ्गशाला, साथै 3 वर्षमा 10वटा फुटबल रङ्गशाला बनाइने भनेर भन्नुभएको छ। अब यो फुटबल वर्ल्ड कप नजिकै आउँदै भएको भएर हो कि फुटबललाई अलिकति बढी प्रायोरिटी दिनुभएको छ र यो भयो भने पनि एकदम राम्रो नै हुन्छ। त्यस्तै पर्यटनमा जनकपुरलाई विवाह गन्तव्य वेडिङ डेस्टिनेसन, अब यो पनि एकदम क्लेभर स्ट्राटेजी नै हो। इफ त्यो गराउन सक्यो भने इन्डियाबाट चाहिँ धेरै पर्यटकहरू ल्याउन सकिन्छ वेडिङ डेस्टिनेसन जनकपुर धामलाई। त्यस्तै उच्च पहाडी भेगमा डाँफे पदमार्ग निर्माण गरिने भन्ने भन्नुभएको छ। रेमिटेन्स पठाउनेहरूको लागि इफ लिगल सोर्सबाट रेमिटेन्सहरू अहिले हुन्डी केबाट पठाउने चलन छ। चिट्ठा कार्यक्रम, लटरी कार्यक्रम गर्ने, जस्तो कि पठायो भने लटरीमा इन्ट्री भयो, सो वर्षमा अब कति हो 1 करोड 2 करोड कति हुन्छ है, त्यो चाहिँ जित्नेवाला इन्करेज गर्नको लागि लिगल च्यानलबाट नै पैसा पठाउन इन्करेज गर्नको लागि चिट्ठा कार्यक्रम पनि ल्याउने भन्दै हुनुहुन्छ। सो यही हो मोटामोटी रूपमा भनेको इन्कम ट्याक्सको स्ल्याब
5 देखि 10 लाख भएको चाहिँ एउटा इम्पोर्टेन्ट कुरा भयो। कर्मचारीहरूको तलब बढेको छ, त्यस्तै अब एआईलाई पनि अलिकति प्रायोरिटी दिने भन्दै हुनुहुन्छ। डिजिटल नोम्याड यस्ता कुराहरूलाई पनि बजेटमा राख्नुभएको छ। त्यस्तै प्रशासनिक सुधारको लागि सरकारी निकायहरूको सङ्ख्या कटौती, अब तलब वृद्धि भइहाल्यो। यस्ता कुराहरू जस एकदमै एग्रेसिभ अथवा एकदमै पुर्याउन नसक्ने खालका पनि छैनन्। कार्यान्वयन राम्रोसँग भयो भने धेरै महत्त्वाकाङ्क्षी नभए पनि कार्यान्वयन नै हो चुनौती। अब जहिले पहिलाको बजेटहरूमा पनि भन्ने कुरा त्यही नै हो, बजेटमा धेरै राम्रो कुराहरू आउँछन् तर त्यसको इम्प्लिमेन्टेसन कसरी हुन्छ भन्ने हो। अब यो सरकारले चाहिँ इम्प्लिमेन्टेसनलाई पनि ध्यान दिन्छ भन्ने अब मेरो विश्वास चाहिँ छ है। त्यस्तै अब राजनीतिक दलहरूलाई मान्यता प्राप्त राष्ट्रिय स्तरको मान्यता प्राप्त राष्ट्रिय पार्टीहरूलाई चाहिँ अनुदान दिने अथवा सहयोग गभर्मेन्टले नै फन्ड दिने भन्ने पनि कुराहरू छ। यस्तै हो, त्यस्तो खासै एकदमै एक्स्ट्रा केही पनि छैन बजेट। ठिकै छ, राम्रै छ। तपाईँलाई चाहिँ यो बजेट कस्तो लाग्यो, अथवा कुनै एउटा कुराको जस्तो कि यो कुराको चाहिँ अझै राम्रोसँग एक्सप्लेन गरिदिनु अथवा यो सेक्टरको राम्रोसँग एक्सप्लेन गरेर भिडियो बनाउनु भन्नुहुन्छ भने म अझै डिटेलमा, यो त भर्खरै सकेको मैले नोट टिपेर सकिँदैन यो एउटा भिडियो बनाएको, फेरि एउटा राम्रो अझै डिटेल एनालाइसिस गरेर भिडियो बनाउँला। त्यही हो, बाई बाई।